नमस्कार न्युजपेपरमा फेरि पनि स्वागत छ। सो आज चाहिँ विकली क्यान्डल क्लोज भए साथै हामी विकली एनालिसिस चाहिँ गर्नेछौँ। लङ टर्ममा चाहिँ के कस्तो देखिरहेको छ र हल्का जुम इन गरेर चाहिँ आवरली डेली के कस्तो मोमेन्टम होइन मोमेन्टमहरू चाहिँ के कसरी फर्म भइरहेको रहेछन्। लङ टर्ममा मात्रै नभइकन सर्ट टर्ममा पनि कसरी चाहिँ मार्केटले मुभहरू बनाइरहेको छ भन्ने हामी हेर्नेछौँ। सो इमिडिएटली विकलीमा हेर्छ भने चाहिँ एउटा साइडवेजमा चलेको जस्तो नि देख्न चाहिँ सकिरहेको छौँ। मार्केट एउटा रेन्जमा चलेको जस्तो देखिरहेको छ। एउटा क्लियर तपाईँको ट्रेन्ड चाहिँ बनाउन नसकिरहेको जस्तो चाहिँ देखिरहेको छौँ। अब 2600 को रेन्जतिर चाहिँ क्लोज भएको छ। यो हप्ताको क्यान्डल चाहिँ रातोमा क्लोज हुन सके पनि खासै शार्प मुभमेन्ट चाहिँ केही दिन सकिरहेको छैन होइन। प्रिभियस विक पनि सानो एउटा रेड क्यान्डल चाहिँ बनाउन पुगेको थियो। सो अहिले चाहिँ रिसेन्टली 50 पिरियड मुभिङ एभरेज चाहिँ टेस्ट गरेर हल्का स्लाइड करेक्सन चाहिँ पाएको जस्तो देखिएको छ। सो विकलीमा हेर्दाखेरि चाहिँ साइडवेजमा गएको जस्तो चाहिँ पाइरहेको छौँ। आरएसआई हेर्छौँ भने 47.46मा चाहिँ बसिरहेको छ होइन। मोमेन्टम चाहिँ पोजिटिभतिर नि फ्लिप भइसकेको चाहिँ छैन, नेगेटिभमा नि बसेको जस्तो चाहिँ देखिँदैन। सो भोल्युमको कुरा गर्छौँ भने भोल्युम पनि एकदमै थिचिएको दबिएको जस्तो चाहिँ एकदमै सानो भोल्युम चाहिँ देख्न चाहिँ पुगिरहेको छौँ। सो मार्केटमा चाहिँ एउटा इन्ट्रेस्ट नभएको जस्तो चाहिँ हामीले देख्न सकिरहेको छौँ। सो डेलीमा गएर हेर्छौँ भने चाहिँ स्ट्रङ सेल अफ पछि चाहिँ डाउन ट्रेन्ड चाहिँ एन्ड भएको जस्तो पनि देखिरहेको छौँ। प्रिभियस तपाईँको हाईलाई चाहिँ टेस्ट गर्न पुगिरहेको छ अनि सर्ट टर्ममा हेर्छौँ भने एउटा अप ट्रेन्ड जस्तो बनाएको हो कि जस्तो नि देख्न चाहिँ पाएको छौँ। अब 50 पिरियड मुभिङ एभरेज चाहिँ माथि नै ट्रेड भइरहेको छ। सो डाउन ट्रेन्ड एन्ड भइसक्यो। हल्का फुल्का चाहिँ तपाईँको बाइङ प्रेसर चाहिँ देखाउन सकिरहेको थियो, तर स्ट्रङ अप ट्रेन्डै हो भन्ने बाइङ प्रेसर चाहिँ देखाउन सकिरहेको छैन है त। अझै पनि प्रिभियस हाईलाई चाहिँ ब्रेक गर्न सकिरहेको छ। 2686 को चाहिँ जुन प्रिभियस हाई रहेको थियो, जो चाहिँ लो बनाउँदै गर्दाखेरिको जुन हाई रहेको थियो त्यसलाई अझै ब्रेक गर्न चाहिँ सकिरहेको छैन। जुम इन गरेर हेर्छौँ तपाईँको स्ट्रङ करेक्सन पछि पनि हल्का भोलिटिलिटी चाहिँ कम भएको जस्तो चाहिँ देख्न पुगिरहेको छ। सेलरले पनि आफ्नो मोमेन्टम चाहिँ कन्टिन्यू नगरेको पनि बायरहरूले पनि खासै केही इन्ट्रेस्ट चाहिँ नदेखाएको जस्तो चाहिँ देखिरहेको छौँ। सो अब क्वेसन चाहिँ अबको मुभ चाहिँ कसले बनाउने छ होइन। बायरहरूले मुभ गरेर तपाईँको 2686 को रेन्ज चाहिँ ब्रेक गरेर फेरि पनि अप ट्रेन्डतिर लान सक्ने हो कि, अथवा अझै पनि प्यानिक देखेर अझै पनि सेलिङ देखेर चाहिँ प्राइस फेरि पनि 2440 को रेन्जतिर चाहिँ फेरि जाने हो कि भन्ने चाहिँ पोइन्टमा हामी आइपुगेको जस्तो देखिरहेको छौँ। साथै जुम इन गरेर हेर्छौँ भने लगभग त्यही नै देखिरहेको छ होइन। सेलिङ चाहिँ सेलिङमै गएको, तर खासै केही मोमेन्टम चाहिँ नभएको, केही स्ट्रङ चाहिँ तपाईँको इनिसिएटिभ चाहिँ होइन। अब यो मौका चाहिँ हो बायरहरूलाई चाहिँ स्टेप इन गर्ने र फेरि पोजिटिभ प्राइस मुभमेन्टहरूतिर लाने। सो मेन कुरा भनेको चाहिँ हल्का फुल्का बाइङ इनिसिएटिभ चाहिँ देखाउन सक्नु पऱ्यो, किनकि सेलिङमा पनि खासै केही मोमेन्टम चाहिँ छ जस्तो देखिरहेको छैनौँ। तपाईँको नेक्स्ट मुभहरूको कुरा गर्छ भने चाहिँ अब चाहिँ हल्का फुल्का बाइङ प्रेसर चाहिँ देखाउनु पर्ने छ। मोस्ट लाइकली मुभमेन्ट चाहिँ हाम्रो माथितिर के होला कि जस्तो पनि देखिरहेको छौँ। सो डाउन ट्रेन्डमा गइसकेको पनि छैन, तपाईँको प्रिभियस हाईहरू ब्रेक गर्न नि सकिरहेको चाहिँ छैन अहिलेलाई। अर्को कुरा चाहिँ बजारमा चाहिँ एउटा अनसर्टेनिटी चाहिँ बसेको जस्तो देखिरहेको छ। एउटा गभर्मेन्ट र इकोनोमिक ब्याकग्राउन्डबाट हेर्छौँ भने चाहिँ हल्का अनसर्टेनिटी चाहिँ जस्तो चाहिँ देख्न पाइरहेको छौँ। मोस्ट लाइकली चाहिँ केही बाइङ प्रेसर देख्छौँ भने पनि सँगसँगै करेक्सनहरू पनि एक्सपेक्ट चाहिँ गर्दै जानुपर्ने हुन्छ। अहिलेलाई चाहिँ मार्केट चाहिँ स्लो नै मुभ गर्ला जस्तो नि देखि चाहिँ रहेको छौँ। त मेजर रेजिस्टेन्स लेभल 2787 2827 को रेन्ज नै बाँकी चाहिँ रहेको छ। अझै पनि सेल अफहरू देख्छौँ भने चाहिँ 2535 2450 2500 को लेभल नै अल्टिमेट सपोर्ट चाहिँ रहनेछ। मोस्ट लाइकली चाहिँ हामी अपवर्ड डिरेक्सनतिरै मुभ चाहिँ देख्नेछौँ। स्लोली चले पनि अपवर्ड डिरेक्सनतिरै बजार जाला जस्तो चाहिँ देखिरहेको छौँ। सो आजलाई यति नै, थ्याङ्क यू।